देश विदेशमा छरिरहेका नेपाली दाजुभाइ दिदीबहिनी सबैजनालाई अनि नमस्कार भन्न चाहन्छु। मेरो नाम टासी हो। म आज तपाईँहरूलाई अमेरिका र अन्य विदेशमा बस्नु हुने दाजुभाइहरूको एउटा अ, बसोबास कस्तो हुन्छ र उहाँहरूले कति दुःख गर्छ होइन, त्यसको बारेमा दुई शब्द भन्न तपाईँहरूको अगाडि आइरहेको छु। अ, पहिले त तपाईँहरूलाई भन्नु पर्दैन होइन, सबैजनाले भन्छ होइन, अमेरिका चाहिँ संसारको एकदमै अ, उपलब्ध भएको देश भन्नुहुन्छ हो होइन। त्यस कारणले हाम्रो अ, संसारकै मान्छेहरू होइन, नेपाल र इन्डियाको मात्रै नभएर संसारको मान्छेहरू अमेरिकामा आउनेको एकदमै प्रयास गरिरहेको छ। धेरै जस्तो आइसक्यो पनि छ होइन, धेरै जस्तो आउँदा पनि छ, धेरै जस्तो आउनेको कोसिस गरिरहेको पनि होला होइन। यसमा म केही भन्ने छैन, तर पनि हाम्रो नेपालबाट आउने दाजुभाइ दिदीबहिनीहरू यहाँ पुगिसक्यो भने धेरै छ, बाटोमा आउने पनि धेरै छ होला होइन। जो भयो भने उहाँहरू यहाँ आइसकेपछि कतिको दुःख गर्छ होइन होइन। त्यो दुःख चाहिँ कसलाई थाहा हुन्छ, कसले देखेको छ भन्ने चाहिँ हाम्रो नेपाल र अनि इन्डियामा बस्ने नेपालमा बस्नेहरूले यति थाहा छैन होला भन्ने म तपाईँहरूलाई मेरो अ, तर्फबाट भन्न चाहन्छु होइन। अ, एक त यो हो, एक त हाम्रै जुन अमेरिकामा आइसकेर काम गर्ने मान्छेहरूले उहाँहरूको त्यो मन बिगार्ने हामीले बिगार्दो रहेछ। एउटा के हो भने मलाई पनि यस्तो सोच थियो, मैले पनि पहिले सोचेको थियो, ओ अमेरिकामा बस्नेहरू, युरोपतिर बस्नेहरू, बाहिर देशमा बस्नेहरू त कस्तो सेतो होइन, लुगा पनि कस्तो सफा होइन, यस्तो सोच देखेँ। अनि यताउता घुम्दाखेरि पनि कालो चस्मा लगाएर होइन आउँथे नि होइन, कस्तो सेतो भन्ने ठान्थ्यो कि। तर भने अहिले आफैलाई महसुस हुँदाखेरि उहाँहरू अमेरिकामा बस्नेहरू किन सेतो भयो, पहिले कालो भयो भने कालो थियो तर पनि किन सेतो भयो भन्ने तपाईँहरूलाई थाहा त छ होला। यदि थाहा छैन भने उनीहरू सेतो कसरी भयो, काम नगरेर होइन होइन। अमेरिकामा काम गर्नेहरूले होइन घाम देख्नु पाउँदैन, बिहान 5-6 बजे 7 बजे घाम नझुल्किँदै काममा पुगिसकेको हुन्छ, बेलुका कामबाट निस्किँदा घाम डुबिसकेको हुन्छ, उनीहरूले घाम देख्नु पाउँदैन, खाना तातो तातो खानु पाउँदैन उनीहरूले, भोलिको खाना अहिले बनाएर राख्नुपर्छ, फ्रिजमा राख्यो, त्यो खाना ब्यागमा हाल्यो होइन, त्यो खाना उता काममा लग्यो, त्यो खाना तातो बनाएर खान्छ। हाम्रो नेपाल र इन्डिया जस्तो होइन, आजको खाना भोलि नखाने, भोलि यो खाना पर्सि नखाने होइन। यहाँनिर 7 दिनको खाना एकै दिनमा बनाएर फ्रिजमा हालेर राख्छ, त्यही खाना तातो बनाएर खान्छ, त्यो पनि टाइममा खानु पाउँदैन, घाम देख्नु पाउँदैन उनीहरूले। यस्तो गरी दिन कटाइरहेको छ। तपाईँहरूले जसरी पनि सोच्नुहोस् होइन, अमेरिकामा पैसा कमाउनु सक्छ, तर पनि हाम्रो पैसा र जीवन भन्दाखेरि कुन चाहिँ ठुलो हो? जीवन ठुलो नि होइन। मान्छेको जीवन लिएर पो हामी अब पैसा के कमाउँछु भने, पैसाले हाम्रो जीवन दिएको होइन नि, जीवन भएकोले पैसा कमाउनु पर्छ भन्ने एउटा सोचाइ आएको। म जहिले पनि भन्छु, पैसाले मान्छे बनाउने होइन, मान्छेले पैसा कमाएको हो र पैसाले मान्छे कमाएको होइन नि। अहिले संसारमा पैसाले मान्छे कमाएको हुँदाखेरि संसारमा कति झै झगडा हुँदो रहेछ, कति रिसराग हुँदो रहेछ होइन, आफ्नो परिवारभित्रमा कति झै झगडा हुँदो रहेछ पैसाले गर्दाखेरि हो नि। पैसा र हाम्रो मान्छेको मानवताको जीवन चाहिँ सोच्यो भने जीवन चाहिँ ठुलो हो भन्ने एउटा पहिली सोचाइ चाहिँ राम्रोसँग भएको भए यो अहिले दुःख चाहिँ पाउँदैन थियो नि। त्यसो भएको कारणले नेपाल र आफ्नो अब यहाँ तपाईँहरूको परिवार यहाँ होला, आफ्नो हस्बेन्ड यहाँ होला, दाजुभाइ दिदीबहिनीहरू यहाँ होला, अब लोसार आउनु सक्यो,
लागिसक्यो होइन। ओ पैसा पठाएन भने किसी गर्ने पनि होला होइन। पैसा किन नपठाएको, म यहाँ छ, तेरो बच्चा यहाँ छ, त्यस्तो पनि भन्ने होला। तर भने तेरो बच्चा र मेरो बच्चा नभन्नुहोस्, दुइटैको बच्चा हो होइन। यहाँ पैसा नपठाएर तपाईँहरू किसी धेर नगर्नुहोस् होइन, रिस नगर्नुहोस्। पैसा कमाउनु गाह्रो छैन, यहाँ सजिलो छैन। अघि भनेको जस्तो घाम देख्नु पाउँदैन, त्यस कारणले उनीहरू सेतो भयो। कोही मान्छेहरू किचनमा होइन तातो राखले गर्दाखेरि होइन मुख जम्मै रातो हुन्छ, घाम देख्नु पाउँदैन, बस्नु पाउँदैन। त्यस कारणले मान्छे सेतो हुने कारण त्यही हो। खुसी र उनीहरूले सुखी जीवन बिताएको उनीहरूले सेतो भएको होइन। कसले भन्छ ओ पहिले यहाँ हुँदाखेरि यस्तो मोटो थियो, अहिले त यस्तो सुकुटे भएछ, जिम धेरै गर्छ कि भन्ने सोच्ला। जिम गरेको होइन, दुःखले गर्दाखेरि ऊ सुकुटे भएको। त्यो हामीले जसरी पनि सोच्नुहोस् होइन। एक त हाम्रो मान्छेले अलिकति बानी बिगार्दो रहेछ होइन। काम गरेको फोटोहरू कति दुःख गरेको त्यो उता पठाउनुहोस्, म यस्तो गर्दैछ, मैले कमाएको पैसा जथाभावी नगर्नुहोस् भन्नुहोस्। काम गरेको किन लाज, त्यो काम गर्नुको लागि त आएको हामी। टोइलेट सफा गर्ने भयो भने, घरको भाँडो सफा गर्ने, बच्चा हेर्ने भयो भने, त्यहाँनिर जे सफा गर्ने, म यस्तो गर्दैछ भने आफ्नो फ्यामिलीले पठाउनुहोस्, त्यसमा लाज लाग्नु पर्दैन। अनि फ्यामिलीहरू पनि सोचाइ ओहो मेरो हस्बेन्ड, मेरो वाइफ, मेरो बाआमाले यस्तो दुःख गरेर पैसा कमाउँदो रहेछ, यो पैसा त सजिलो छैन छ भन्ने एउटा मनमा एउटा केही न केही सोचाइ अलग्गै हुनसक्छ नि। हामीले त्यस्तो गर्दैन, दुःख गरेको फोटो एउटामा हाल्दैन होइन। अनि त्यहाँतिर पार्टीतिर गएको, अनि जन्मदिन बर्थडेतिर गएको, अनि त्यहाँ सिटीतिर घुम्नु गएको होइन, ठुल्ठुलो सिटीतिर घुम्नु गएको फोटोहरू चाहिँ फेसबुकमा ड्याम्मै हाल्छ। अनि मान्छेहरू किन त्यो नसोच्नु, आम्मा अमेरिका भन्ने जहाँ एकदम मजा रहेछ, हेर्न पहिले त्यो केटाकेटी यस्तो थियो, अहिले त यस्तो भएछ आम्मा भनेर होइन। अनि आइफोन एक एउटा हातमा लिएको छ, अनि आई वाचहरू हातमा राखेको छ, यहाँ सुनको सिक्रीहरू लगाएछ, कालो चस्मा चटक्क लगाएछ होइन। त्यो फोटो चाहिँ ड्याम्मै फेसबुकमा हाल्दाखेरि अनि आफ्नो वाइफ काठमाडौँ नेपालतिर भएको, हस्बेन्ड यहाँतिर भएको त्यो त्यो देखेर ओ मेरो लोग्ने के गर्छ होला, अर्को केटीसँग अब साथी गर्दै के भन्छ त्यो गर्दै बसेको छ कि भनेर मनमा धेरै झक्झक हुन्छ कि हुँदैन। त्यो आफू आफूले हाम्रो मान्छे बिगार्दो रहेछ कि कहिलेकाहीँ। गर्ने हो भने जुन काम गरेको भने उता फ्यामिलीलाई पठाउनु, म यस्तो काम गर्दैछ भन्ने। यहाँ काम गर्नु सजिलो छैन छ, पैसा सजिलो नआउने रहेछ। कामै नभयो भने 8 घन्टा काम गर्ने हो, 8 घन्टा उठेर बस्नुपर्छ, 12 घन्टा काम 12 घन्टा उठेर बस्नु पर्छ। खाना खाने टाइममा आधा घन्टा कति छ होला, त्यो टाइममा काम गर्ने आफ्नो खुसी होइन भने 11 घन्टा आधा जम्मै 12 घन्टा काम गर्ने हो भने 11 घन्टा आधा उठे उठेको बस्नुपर्छ। 8 घन्टा काम गर्ने 7 घन्टा आधा आधा उठे उठेको बस्नुपर्छ। त्यस कारणले तपाईँहरू लोसरमा पैसा पैसा नपठाउनु रहेछ, यो मेरो के भयो होला रिस नगर्नुहोस्। ऊ सेतो रहेछ, उसले खुसी गरेर बसेछ भने नसोच्नुहोस्, एकदमै दुःख गरिरहेको छ। खाइ नखाइ खाना पुरानो खाना खाइरहेको छ, खाना फ्रेस फ्रेस खाना खानु पाउँदैन। घरमा आउँदाखेरि थाकिरहेको हुन्छ होइन, लुगा त फुकाल्नु मन लाग्दैन भन्छ होइन। खाना नयाँ नयाँ खाना पकाउने त उसलाई मन कहाँ हुन्छ। कोही थुक्पा मात्रै खाएर भयो त टिबेटनको त्यो टिबेटनमा कोरियन थुक्पा हुन्छ नि नुडल, त्यस्तो खाएर मात्रै बस्ने कतिजना छ। त्यस कारण तपाईँहरूलाई हस्बेन्ड यहाँ भयो भने, वाइफ यहाँ भयो भने, अब नेपालमा कोही त्यो यहाँ आउनु नसकेको हुन्छ नि, त्यस्तो त्यस्तो गर्दा पैसा पठाउँदाखेरि ओ पैसा आयो जथाभावी नगर्नुहोस् होइन। आफ्नो लोग्नेले कमाएको पैसा भयो भने, स्वास्नीले कमाएर लोग्नेलाई पठायो भने पैसालाई एकदमै त्यो गर्नुहोस्, ओ मेरो स्वास्नीले दुःख गरेको पैसा हो, मेरो लोग्नेले दुःख गरेको पैसा हो, मैले जथाभावी गर्नु हुँदैन भनेर तपाईँहरू जसो सोच्नुहोस्। होइन भने हामी बुद्धिस्ट धर्म मान्नेहरूले एउटा कर्मको फल भन्ने हामीले विश्वास गर्छ। नमान्ने हो भने पनि पाप र धर्म भन्ने त सबैले कुरा गर्छ नि होइन। ओ यस्तो गऱ्यो भने पाप हुन्छ, यस्तो गऱ्यो भने
धर्म हुन्छ भने हामीले जसले पनि भन्छ नि, पाप र धर्म कुरा गर्दा गर्दै अनि हामीले मान्छेले दुःख गरेको पैसा चाहिँ जथाभावी गऱ्यो भने त्योभन्दा पनि नराम्रो पाप हुन्छ। त्यस कारणले यहाँ लोग्ने छ भने, नेपालमा स्वास्नी छ भने स्वास्नी राम्रोसँग बस्ने एकदमै महत्त्वपूर्ण हो। यहाँबाट पैसा पठायो अनि अर्कोसँग इन्जोय गरेर बस्यो भने त्यो कहिले पनि आफूलाई सुखी पाउँदैन। एक दिन न एक दिन थाहा पाउँछ। आजकल संसार जम्मै आँखा हो, संसार जम्मै मिडिया भइसकेको छ। देख्दैन भन्नु हुँदैन। मान्छेले नदेख्यो भने देवताले देख्छ, कर्मले देख्छ। कर्मको फल भने चाहिँ पाइरहन्छ। त्यस कारणले हाम्रो अमेरिकामा आउने दाजुभाइ दिदीबहिनीहरू पनि होइन, जुन हामीले के काम गर्छ परिवारलाई देखाउनु, म यस्तो काम गर्दैछ भन्नुहोस् होइन। अनि माथि नेपाल इन्डिया जहाँ बस्ने भयो भने तिनीहरूले ओ मेरो लोग्ने मेरो स्वास्नीले एकदमै दुःख गर्दो रहेछ, मलाई पैसा नपठाए के बेच छैन, दिन एक एक महिनाको पुग्यो भने हुँदो रहेछ, तिमी त्यो आफै राम्रोसँग ख्याल राख्नुहोस् भनेर भन्नु सक्यो भने आफ्नो हस्बेन्ड र वाइफको पनि हाम्रो कस्तो भनौँ मेलमिलाप पनि राम्रो हुन्छ, परिवारसँग मेलमिलाप पनि राम्रो हुन्छ। होइन भने लोसार आयो मलाई पैसा पठाइने भनेर यता भन्ने उता भन्ने, यहाँ मान्छेलाई काम नपाएर कति दुःख भइरहेको छ। कोही मान्छेहरू महिना महिना भएर काम पाएको छैन, दिनको दिन एजेन्टमा उता धाउनुपर्छ, लाखौँ लाखौँ ऋण थापेर आइरहेको छ। अनि त्यो माथि पैसा पठाएन पैसा पठाएन, उसलाई कतिको पीडा हुन्छ होइन। उसले पनि नपठाएको होइन नि होइन, कामै पाएको छैन। काम पायो भने 12 घन्टा, त्यो पनि कागज नपायो त्यो माथि पनि हेला गर्छ। यहाँ सजिलो छैन अमेरिकामा बस्नेहरूलाई। त्यस कारणले तपाईँहरू सक्यो भने होइन अमेरिकाको दुःख र सुख कुन चाहिँ बढी रहेछ भनेर राम्रोसँग सोचेर उनीहरूले पैसा पठाएकोहरू राम्रोसँग प्रयोग गर्नुहोस् होइन। उसले पठाएको पैसाहरू यताउता गुम्बा दर्शनहरू जाँदाखेरि एक दुई बत्ती बत्ती बाल्नुहोस् होइन। अनि माग्नेहरू छ भने एक दुई रुपियाँ भयो भने दिनुहोस् होइन। अनि एकदम गरिबहरू छ भने एक दुई रुपियाँ पनि उसको मनमा यो नाम लिएर दिनुहोस्, चढाउनुहोस् यताउता, त्यो पनि राम्रो हुन्छ होइन। जथाभावी पैसा प्रयोग नगर्नु। यहाँ अमेरिकामा सजिलो छैन। कोही मान्छेहरू 80-90 तला माथि माथि घरमाथि काम गरेर घर बनाइरहेको हुन्छ, त्यहाँबाट खस्यो भने सक्यो। त्यस्तो गरी कमाएको पैसा चाहिँ हामीले जथाभावी नगर्नु। गर्छ भनेको होइन होइन, आजकल अब लोसार आउनु लागिसक्यो, त्यस्ता त्यस्तो फेरि सोचाइ पनि हुनसक्छ होइन। ओ ऊ त एकदमै खुसी गरेर बसेछ, म यस्तो दुःख भइरहेछ, यस्तो सेतो भएछ, कालो चस्मा लगाएछ, एप्पल वाच लगाएछ, अनि फोन यस्तो लगाएछ, यहाँबाट त्यो लगाए, जम्मै दुःख गरेर कमाएको पैसा हो, सुख गरेर कमाएको पैसा होइन। पसिना, एक एक थोपा पसिना झरेर थोपाको पैसा हो। त्यस कारणले तपाईँहरू जहाँ भयो भने मिलेर बस्नु होइन। लोग्नेले पैसा पठाएन भने नकराउनु। दिनमा पठाउनु सक्दैन, हप्ता हप्तामा पठाउनु सक्दैन, महिना महिनामा पठाउँछ होला होइन। अनि त्यो पैसाहरू राम्रोसँग युज गर्नु। यहाँ बस्नेहरूले पनि म यस्तो काम गर्दैछु भनेर देखाउनुहोस्। राम्रो गरेको मात्रै, मिठो खाएको मात्रै, पार्टी गरेको मात्रै फेसबुकमा नहाल्नुहोस्। आफूले काम गर्यो भने फेसबुकमा हाल्नुहोस् न, अनि मान्छेले देख्छ नि। राम्रो राम्रो मात्रै फेसबुकमा हाल्छ। अनि सबैजना अमेरिका 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 भन्दाखेरि गाउँ जम्मै खाली भइसकेको छ, कोही पनि छैन गाउँमा। जङ्गल जम्मै हाम्रो गाउँको यस्तो परिवर्तन, हावापानी यस्तो राम्रो ठाउँ जम्मै खाली भएर रुख उम्रेर होइन, काँडाहरू उम्रेर भइरहेछ। हामी यहाँ आउँछ होइन, फेरि जङ्गलतिर बस्नु जान्छ। हाम्रो सोचाइ चाहिँ यस्तो रहेछ नि। जे होस् तपाईँहरू सबैजना होइन खुसी गर्नुहोस्, जे गर्छ अनि परिवारहरूलाई देखाउनुहोस् होइन। नराम्रो काम गऱ्यो भने, राम्रो काम गऱ्यो भने, टोइलेट धुयो भने, बच्चा हेऱ्यो भने, म यस्तो गर्दैछु भनेर देखायो भने ओ अमेरिकाको पैसा चाहिँ सजिलो छैन छ भन्ने एउटा मनमा महसुस हुन्छ। अनि पैसा पठाउँदाखेरि पनि उनीहरूले पनि एक दुई वचन भयो भने एउटा मिलाम पाठहरू गर्छ नि, हो त्यो भन्न चाहन्छु। नमस्ते।